कहिले कोलोनभित्र प्रत्यक्ष देख्नुभएको छ? आउनुहोस्, आज कोलोनोस्कोपीभित्र एउटा छोटो या जर्नी गरौँ। हामी अहिले टर्मिनल आइलियमबाट सुरु गर्दैछौँ। यहाँबाट कोलोनोस्कोपलाई बिस्तारै पछाडि ल्याउँदै आन्द्राभित्रको हरेक भागलाई ध्यानपूर्वक हेर्दैछौँ। अब हामी सिक्कम हुँदै कोलोनको विभिन्न भागतर्फ अगाडि बढिरहेका छौँ। यहाँ देखिएको भित्री सतह नर्मल म्युकोसा हो, सफा र सामान्य देखिन्छ। कोलोनोस्कोपी गर्दा हामी पोलिप, घाउ, ब्लिडिङ, इन्फ्लामेसन तथा अन्य असामान्य परिवर्तनहरू खोज्ने गर्छौँ। कुनै पोलिप भेटिएमा आवश्यक परे त्यही समयमा बायोप्सी लिन वा पोलिप हटाउन पनि सकिन्छ। त्यसैले कोलोनोस्कोपी भनेको क्यान्सर पत्ता लगाउने मात्र होइन, क्यान्सर रोकथाम पनि गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने एउटा जाँच हो। कोलोनोस्कोपी गर्दा एक्सपर्ट ग्यास्ट्रोएन्टरोलोजिस्टबाट गराउनु पर्ने हुन्छ र सामान्यतया 45 वर्ष कटिसकेपछि औसत मानिसहरूमा कोलोन क्यान्सरको रिस्क बढ्दै जाने हुन्छ। त्यही भएर 45 वर्ष कटिसकेपछि स्क्रिनिङ कोलोनोस्कोपी सुरुवात गर्दाखेरि फाइदा हुन्छ। कोलोनोस्कोपी गर्नुभन्दा अगाडि एक दिन अगाडि डाक्टरले तपाईँलाई आन्द्रा सफा गर्ने औषधि दिनुहुन्छ र भोलिपल्ट बोलाएर कोलोनोस्कोपी सुरु गर्छन्। धन्यवाद। Thank you.